एक दिनमा नेपाली समाज टेक्सासलाई 30 देखि 40 वटा फोन एमएससी एउटा वेयरहाउसमा घण्टा हान्ने नेपालीले अथवा सामान्य जब गर्ने नेपालीले 2000 गएर वाशिंटन गएर खर्च गर्ने पैसा त नेपाल पठायो भने सरकारलाई चाहिँ आम्दानीको स्रोत हुन्छ नि त। अब हजुरले पनि नेपालमा पनि अब निजी क्षेत्रदेखि सरकारी क्षेत्रमा हरेक ठाउँमा चाहिँ काम गर्नुभयो हैन। अब त्यो क्षेत्रमा काम गर्दा हजुरले कतिको चुनौतीहरू? सुरुमा ओपन गर्छु है। सुरुमा म एकजना इन्डियन लेडिजको मलाई त्यो डिसवासरको मेसिन चलाउन आएन क्या। हजुर। अनि म चाहिँ त त्यो पुरै यो हातखोटमा आउनुभयो, आएर चाहिँ 99 स्टोरमा काम स्टार्ट गर्नुभयो होइन। आई नो हजुर अलरेडी जस पढे लेखेको मान्छे नै हुनुहुन्थ्यो होइन, तर के कारणले गर्दा हजुरले त्यो नै चुज गर्नुभयो कि दाइ? आई नो हजुरलाई त किनकि अहिले एजुकेसन पनि सबै कुरा थियो होइन। हजुरको मेन द्याट मैले किन त सोचिरहेको भन्दा त्यो मैले त्यहाँ गएर बिजनेस आइडिया सिक्छु, बिजनेस आइडिया सिकेपछि चाहिँ होइन म फर्दर आफ्नै तरिकाले के गर्छु भन्ने हिसाबमा के हिसाबमा त्यो चाहिँ मैले हिस्टोरमा हो। हजुर। 99 मा त मेरो त्यो एउटा पार्ट अफ सर्भिङ हुन्छ होइन। यदि कसैले चिन्नुहुन्न भने दिस इज द गुड टाइम टु नो हु इज द बिजेल होइन, भुसाल। सो दाइ अब कुरा चाहिँ अब हजुरले त धेरै कुराहरू गर्नुभएको छ होइन। बेसन्तमै जति मैले रिसर्च गर्न सकेँ एकदम धेरै कुरा छ, नेपालदेखि लिएर होइन, लाइक प्राइभेट सेक्टरदेखि लिएर गभर्मेन्टसम्म होइन, नेपालदेखि अमेरिकासम्म, अमेरिकामा पनि विभिन्न बिजनेस होइन, सो स्ट्रगल एन्ड सो मेनी थिङ लाइक सोसल वर्कदेखि लिएर हरेक कुराहरू छ कि दाइ, सो मेनी थिङ छ। अब बिफोर टु स्टार्ट गर्नुभन्दा अगाडि दाइ मलाई हजुरलाई एउटा हल्का फन्नी क्वेसन पनि सोध्नु हुन्छ। फन्नी क्वेसन मिन लाइक के मैले हजुर रिसेन्टली हजुरको मैले यसो सोसियल मिडिया हेरेको थिएँ कि केपी ओलीसँग मैले हजुरको फोटो देखाएको थिएँ कि दाइ होइन। त्यो के हजुर केपी ओलीको पार्टीको हो कि के हो त्यो कुरा के नै भन्नाले मैले त्यसमा त्यो अन्यथा केही पनि होइन है, तर जस्ट मैले हजुरलाई सोसियल मिडियामा देखेको थिएँ, मलाई क्युरियस लाग्यो के कुरामा चाहिँ मैले हजुरको सेल्फी देखिरहेको थिएँ कि त्यो म पहिलो कुरो पार्टी के हो, म पार्टी भन्दा पनि म नीतिको मान्छे हो। हजुर, कुन पार्टीले कुन नीति ल्याउँछ, अहिलेको युवा अवस्था, वृद्ध अवस्था, अहिलेको समाज, यो सबै समाजलाई समेट्ने नीति कसले ल्याउँछ त म त्यही पार्टीको मान्छे हो, एउटा कुरा। दोस्रो कुरो विगत केही वर्षदेखि नेपाली समाज टेक्सासले टेक्सासमा कन्सुलर अफिस, हामी पहिला के चलन थियो भने नेपालमा जाने अनि त्यसपछि आफूलाई अवैधानिक राजदूत ल्याउने एउटा चलन थियो यहाँ। अनि हामी समाजमा आइसकेपछि अवैधानिक राजदूतको त एउटा कुनै एउटा कार्य तोकिएको हुँदैन, उसलाई अधिकार पनि हुँदैन कुनै पेपरमा साइन गर्ने, कुनै डकुमेन्ट रिकमेन्डेसन गर्ने, त्यस्तो केही पनि हुँदैन। अनि यहाँ जब टेक्सासमा नेपालीहरूको जनसङ्ख्या बढ्दै गयो, हामीले के महसुस गऱ्यौँ भने टेक्सासमा एउटा कन्सुलर सर्भिसको आवश्यकता छ भन्ने कुरा महसुस गऱ्यौँ होइन। त्यो महसुस गरिसकेपछि नेपाली समाज टेक्सासको अध्यक्ष यसभन्दा 2-3 वर्ष पहिला उहाँ गएर तत्कालीन प्रधानमन्त्री, परराष्ट्र मन्त्री, अर्थमन्त्रीलाई भेटेर आउनुभएको थियो। त्यसैको निरन्तरता स्वरूप म ठ्याक्क नेपालमा गत जुन जुलाईमा जाँदाखेरि म कस्तो परेको भने पहिला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मेरो अपोइन्टमेन्ट बनेको थियो। ठ्याक्क म चितवनबाट काठमाडौँ पुग्ने बेलामा सरकार ढलिसक्यो। नेपालको अवस्था तपाईँलाई थाहा छ होइन। अनि मलाई त यस्तो गाह्रो भयो कि यहाँबाट अब एनएसटीबाट बैठकबाट एउटा नेपालको उच्च पदका मान्छेहरूलाई भेटेर, पदाधिकारीहरूलाई भेटेर कन्सुलर सर्भिसको लागि पहल गर्ने भनेर माइन्डेडले गरिसकेको थियो। अनि बनाएको अपोइन्टमेन्टमा सरकार ढल्यो। अनि जब कि त्यति बेला नयाँ सरकार बन्दै गर्दा सचिवालय पनि बनिसकेको थिएन। अनि त्यसपछि धेरै नै कर्मचारी तहबाट अनि त्यसपछि व्यावसायिक तहबाट, राजनीतिक तहबाट धेरै पहल गरेपछि प्रधानमन्त्रीलाई 2-3 मिनट भेट्ने, 3 मिनट भेट्ने समय मिल्यो। हजुर, त्यो पनि बालुवाटारमा। अनि बालुवाटारमा मिलिसकेपछि म जिल्ला तहका नेताहरू, तत्पार्टीका जिल्ला तहका नेताहरू बाटाभरि हुनुहुन्थ्यो बालुवाटार बाहिर। अनि मलाई चाहिँ भित्र एकजना साथीले सट्ट छिराउनु भयो, उहाँको सल्लाहकारज्यू विष्णु रिमालजीले। भित्र छिराइसकेपछि हाम्रो मागपत्र तयार थियो। मागपत्र तयार गरिसकेपछि मैले छोटोमा पुँजी, प्रविधि र सिप ल्याउनको लागि, नेपालमा भित्राउनको लागि हामी नेपाल सरकारले चाहिँ बाक्लो घना नेपालीहरूको कम्युनिटी डेभलप भइरहेको छ डालस, त्यसलाई चाहिँ जोड्नुपर्छ। त्यो जोड्नको लागि हामीलाई कन्सुलर अफिस चाहियो र एक दिनमा नेपाली समाज टेक्सासलाई 30 देखि 40 वटा फोन एमएससी सम्बन्धी आउँछन्।
त्यो कलहरू व्यवस्थापनको त्यो समस्या पनि दर्शाइसकेपछि पछि यहाँ न्युयोर्क आउँदा पनि हामीले नेपाली समाज टेक्सासका विभिन्न प्रवक्ताज्यू, हाम्रो स्कुल कोअर्डिनेटर लगायतको टिम, डालसका विभिन्न सङ्घ संस्था जस्तै जनसम्पर्क भयो, ओएनएफ भयो, विभिन्न सङ्घ संस्थाका मान्छेहरू अहिले यो सामूहिक पहल गरेर अहिले नेपाल सरकारले डिसिजन पनि गरेको छ टेक्सासमा छिटै कन्सुलर अफिस स्थापना हुँदैछ। जस खुसीको कुरा रहेछ नि त होइन। टेक्सासमा निड पनि छ जस्तो लाग्छ मलाई लाग्छ अहिले चाहिँ न्युयोर्क पछि चाहिँ टेक्सासमा सबभन्दा धेरै मान्छे जस्तो लाग्छ। अमेरिकामै सबैभन्दा बढी नेपाली टेक्सासमा छन्। यो हजुरलाई यहाँको अमेरिकन सरकारको तथ्याङ्क अनुसार पनि र विभिन्न हाम्रा उपस्थितिहरू सबै अनुसार टेक्सासमै सबैभन्दा बढी नेपाली छन्। जस्ट एज सुन एज पोसिबल दाइ त्यो हाम्रो काउन्सिल अफिस चाहिँ यहाँ आउन सक्ने सम्भावना छ। मेरो अस्ति पनि म बुवा बितेर भर्खरै नेपाल गएर आएको थिएँ। आज 2 महिना पनि भएको छैन। यति बेला पनि मैले त्यो फोटोहरू चाहिँ पोस्ट गरिनँ, किन 45 दिन नबसिकन फोटो पोस्ट गर्ने भनेर मेरो परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालयका उच्च तहका पदाधिकारीहरूसँग मिटिङ भएको थियो। त्यसमा पनि उहाँहरूले अनि यहाँको नेपाल एमएससी जुन वासिङटनमा छ उसले पनि एउटा फिजिबिलिटी स्टडी गरेर हजुर टेक्सासमा सबैभन्दा बढी कन्सुलर अफिस भएको ह्युस्टन हो हजुर हजुर अन्य देशका। तर नेपालको चाहिँ डालसमै चाहिन्छ भनेर हामीले फोकस गरेर अब डालसमै स्थापना हुने प्रक्रियामा छ। डालसमा निड छ दाइ, डालसमा निड छ एकदम धेरै। हामीले आशा गर्छौँ कि यो डालसमा छिटै आउनेछ र यो कन्सुलर सर्भिस आउँदा मात्रै पनि एनएसटीको लगभग 10% काम घट्छ। हो दाइ, किनकि अहिले पनि दाइ कतिको अब जस्तो मानौँ यहाँ कति मान्छेहरूको पनि त्यो पासपोर्ट एक्सपायर भएर कतिले डेटै नपाएर नि होइन त्यहाँसम्म जान पनि डिफिकल्ट भइरहेको छ कतिको मान्छेहरूलाई। त्यो डेट प्रविधि धेरै फरकको कुरा छ। यहाँ मुख्य कुरा के हो भने हामी 100-150 डकुमेन्ट बनाउन $2000 खर्च गर्नुपर्ने अवस्था छ। एउटा वेयर हाउसमा घन्टा हान्ने नेपालीले अथवा सामान्य जब गर्ने नेपालीले 2000 वासिङटन गएर खर्च गर्ने पैसा त नेपाल पठायो भने सरकारलाई चाहिँ आम्दानीको स्रोत हुन्छ नि त। हो दाइ, ट्याक्सेबल मनी हुन्छ, त्यो इन्भेस्टेबल मनी हुन्छ। त्यही भएर चाहिँ हामीले कुनै पनि काम टार्गेट गर्दाखेरि अब कोही आइटी नर्स त्यो भन्दा पनि निड कहाँ छ, निड हेर्ने हो। अनि त्यो निडले चाहिँ अनि एडिसनल्ली के पनि छ भने यदि टेक्सासमा यो कन्सुलर सर्भिस भयो भने हजुरको यहाँ जुन खर्च हुन्छ नि त पैसा, त्यो पैसा त नेपाल जान्छ नि त। उता त रेमिनेटमै बेच्नु। अनि त्यसपछि यहाँ त्यो वासिङटन गएर त्यो अपोइन्टमेन्ट बनाएर फर्म भरेर त्यो गर्नु पर्दैन। यसले गर्दाखेरि धेरै नेपालीहरूलाई यो दक्षिणका धेरै राज्यहरू लगभग 20वटा राज्यमा बस्ने नेपाललाई फाइदा गर्छ यसले। हो दाइ, त्यो अर्को एउटा मलाई अर्को क्वेसन दाइ, हजुरले अब नेपालदेखि यहाँसम्म धेरै कुरा स्ट्रगल गर्नुभयो होइन, सबै कुराहरू स्टोरीहरू छ नि त्यसमा, सक्सेस पनि छ होइन, फेलहरूको पनि सबै कुरा छ। त्यो कुराको श्रेय चाहिँ हजुर कसलाई दिन चाहनुहुन्छ दाइ सबभन्दा पहिला? हजुरको आइनो हजुरले स्ट्रगल पनि गर्नुभयो होइन, त्यहाँबाट हरेक कुरामा अहिले चाहिँ हजुरले सक्सेस पनि धेरै कुरामा गर्नुभयो, सोसल पनि गर्नुभएको छ नि, त्यो सबै कुराको श्रेय हजुरले कसलाई दिन चाहनुहुन्छ? यसमा त धेरै हुन्छ सर। मैले अब अहिले कसैको नाम लिने बित्तिकै सबभन्दा त मेरो श्रीमती होइन। एक्ज्याक्टली, मैले वर्ड त किन मैले रिसर्च गरेको थिएँ दाइ। मेरो श्रीमतीजीले अब उनको बिजनेस थियो अनि जब म सोसल वर्कतिर म आफ्नो बिजनेसमा बिजी भएँ, उनको बिजनेस बेचेर अहिले सबै घरको समय व्यवस्थापन, बच्चा व्यवस्थापन, घर व्यवस्थापन सबै उनीले हो। उनी नहुने भने त म त यता मेरो आफ्नो काममा यति बिजी हुन्छु त्यही, अनि सोसलमा कसै समय दिनु होइन। उनले आफ्नो बिजनेस बेचेर सबै समय मलाई दिएको छन् अहिले। ठिक छ, भाउजूले हेरिरहनु भएको नि यो कुरा पनि गर्नु पऱ्यो होइन। अब होइन एडिसनली अब परिवार, मेरो बुवा आमा, मेरो जन्म, जो सबै समाज होइन, अहिले समाजले पनि त मलाई केही न मैले समाजमा मेरो समय दिँदै गर्दा समाजले पनि त मलाई केही सिकाएको छ होइन। केही न केही कुनै विषयवस्तुमा नराम्रा कुराहरू उत्पादन होलान्, कुनैमा सकारात्मक कुराहरूले प्रभाव पार्ला होइन र, तर जीवनको हरेक पाइलामा सिक्न त मिल्छ नि त। हो, अब हजुरले पनि नेपालमा पनि अब निजी क्षेत्रदेखि सरकारी क्षेत्रमा हरेक ठाउँमा चाहिँ काम गर्नुभयो होइन। अब त्यो क्षेत्रमा काम गर्दा हजुरले कतिको चुनौतीहरू आयो है नेपालमा त्यति बेला? त्यति बेला यस्तो हुन्छ, चुनौती त हामी सुरुबाट हामी चुनौती लिएरै अगाडि बढ्ने हो, किन नत्र मान्छे अगाडि कसरी बढ्न सक्छ र होइन। चुनौती बिना त मान्छेले सफलता मिल्दैन, कसैलाई पनि मिलेछ जस्तो लाग्दैन मलाई होइन। दुनियाँमा ठुला ठुला मान्छेहरू जति पनि छन् नि चुनौती सामना गरेरै आउने हो। तर पनि विविध अब निजीमा काम गर्दा अर्कै अनुभव हुँदो रहेछ। अनि त्यसपछि अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूमा काम गर्दा जस्तै मैले यो एडिबी, डब्लुबी र युएसएआइडीको प्रोजेक्टमा काम गरेपछि त्यो प्रोजेक्टमा काम गर्दाखेरि अलिकति छुट्टै त्यहाँबाट सिस्टम डेभलप गर्न सिकाउँदो रहेछ कि। अनि सरकारी क्षेत्रमा काम गर्दाखेरि
अहिले त धेरै चेन्ज भएको छ, तर त्यति बेला चाहिँ आजभन्दा 10-12-13 वर्ष पहिलाको कुरो मेरो। म भर्खरकै कलेज पढ्दै गरेको स्टुडेन्ट निजामादेव नाम निकालेर गएको थिएँ। त्यति बेला चाहिँ अलिकति अल्छी बनाउने हो कि थोरै त्यो वातावरण के वातावरण हुन्छ नि, धेरै बोल्दाखेरि अब त्यहाँ आफ्नो साथीहरू पनि त्यही हुनुहुन्छ, हजुर त्यस्तो फिल हुनुहुन्छ। तर मलाई चाहिँ के लाग्यो भने अहिले चाहिँ प्राइभेट सेक्टरमा काम गर्दाखेरि खुसी छु म। बढी एक्टिभ भइन्छ, शरीर बढी फुर्ती हुन्छ, ह्याप्पिनेस पनि सबैभन्दा ठुलो कुरा पनि हुँदैछ, ह्याप्पिनेस हुन्छ। अनि प्लस चाहिँ जे पनि हुन्छ नि आफ्नो इम्प्लिमेन्ट गर्न पाइन्छ कि तपाईँभित्र जे सिर्जना हुन्छ नि त्यसलाई इम्प्लिमेन्ट गर्न पाइन्छ, त्यो चाहिँ राम्रो पक्ष हो। त्यो कुराले आफूले लिसन लर्न पनि धेरै गर्नु पर्छ होइन। जस्तै अब नेपालदेखि अमेरिकासम्म पनि आउनुभयो होइन, जस अब नेपालदेखि अमेरिका आउँदा फर्स्ट टाइम हजुरलाई धेरै चुनौती भयो होला होइन। हजुर त अहिले यो ठाउँमा आउनुहुन्छ होइन, अभियसली डाइरेक्टली यो ठाउँमा त आउनु भएन होइन, त्यसको बावजुद पनि धेरै कुराहरू छ पछाडि। ल अब नेपालदेखि अब अमेरिकासम्म आउनुपर्दा हजुरलाई के लाग्यो सुरुमा, फर्स्टमा कस्तो अब्स्ट्याकलहरू भयो त? सुरुमा ओपन गर्छु है। सुरुमा म एकजना इन्डियन लेडिजको रेस्टुरेन्टमा काम गर्न गएको थिएँ। मलाई त्यो डिसवासरको मेसिन चलाउन आएन क्या। हजुर। अनि म चाहिँ त त्यो पुरै यो हातखुट्टा सबै दुखेर हजुर 3 दिन त्यहाँ काम गरेँ, अनि पैसा नलिकन त्यो काम छोडेँ। त्यो काम छोडिसकेपछि अनि म एउटा 99 सेन्समा, त्यति बेला मैले लगभग 72 देखि 84 घन्टा काम गर्नुपर्छ एक हप्तामा। त्यति घन्टा काम गर्दा $300 पनि आउँथेन। $300 पनि आउँथेन, एकदम लेस पे हुन्थ्यो। पेरेड पनि रेट पनि पाउँथेन न्युयोर्कमा होइन। अनि म त त्यहाँ 10-11 महिना बसेर म त्यहाँबाट निस्केँ हिस्टनको लागि। मैले यसो रिसर्च गर्दा हजुर होस्टलमा पनि आफ्नो एउटा कुनै संस्था पनि खोल्नु भएको थियो होइन? म आफैले खोलेको भन्दा पनि सबैजना मिलेर क्रिएटिभ नेपाली सोसाइटी दाइहरू हुनुहुन्थ्यो, अग्रज त्यहाँ उमापति भूषालहरू, अनि गङ्गा शर्माहरू, त्यसपछि हाम्रो यहाँ गीता आचार्य बहिनी यहीँ हुनुहुन्छ अहिले भेरिडियनमै, उहाँहरूसँगै भोलिन्टियर गर्थेँ। त्यो जुन जो संस्था छ त्यो संस्थाले नेपाली कम्युनिटीलाई नै हेल्प गर्ने गर्नुभएको? नेपाली कम्युनिटी अहिले पनि त्यसको म आजीवन सदस्य छु। हजुर। त्यहाँ अहिले 6 एकड जग्गा लिएर त्यहाँ पनि कम्युनिटी सेन्टर बन्दैछ, मन्दिर बन्दैछ, पिकनिक स्पट बन्दैछ, प्लेग्राउन्डहरू बन्दैछ। त्यो आफूले काम गरेको संस्थामा, भोलिन्टियर गरेको संस्थामा अहिले त्यो विकास हुँदै गरेको खुसी लाग्छ। अब जुन हजुरले चाहिँ अब सुरुमा आउनुभयो आएर चाहिँ 99 स्टोरमा काम स्टार्ट गर्नु भएन, आइनो हजुर अलरेडी जस पढे लेखेको मान्छे नै हुनुहुन्थ्यो होइन, तर के कारणले गर्दा हजुरले त्यो नै चुज गर्नुभयो कि? आइनो हजुरलाई त किनकि अहिले हजुरसँग एजुकेसन पनि सबै कुरा थियो होइन, हजुरको मेन द्याट मैले किन त सोचिरहेको भन्दा त्यो मैले त्यहाँ गएर बिजनेस आइडिया सिक्छु, बिजनेस आइडिया सिकेपछि चाहिँ होइन म फर्दर आफ्नै तरिकाले के गर्छु भन्ने हिसाबमा के हिसाबमा त्यो चाहिँ मैले हिस्टोरमा हो। हजुर 99 सेन्समा त मेरो त्यो एउटा पार्ट अफ सर्भाइभिङ थियो। हजुर हजुर। म चाहिँ जिउनु पर्थ्यो, किनभने अब नेपालबाट पैसा कहाँ हुन्छ सर, डलरमा लिएर आउन। सबैको इतिहास हो यो, सबैको यो क्यारेक्टरिस्टिक्स हो होइन। नेपाली रुपियाँ ल्याएर यहाँ केही पनि हुँदैन होइन। अनि थोरै पैसा लिएर आएको सकिन थाल्यो, अनि के गर्नु त, जे पाउँछ त्यही गर्नु पऱ्यो। त्यसपछि चाहिँ मैले अलिकति के स्टडी गरेँ भने एउटा के चाहिँ फिल भयो भने म त्यहाँ हुँदाखेरि मैले त यहाँ केही गर्नुपर्छ, त्यही केही गर्नको लागि चाहिँ रियल इस्टेटको भ्यालु चाहिँ अलिक कम भएको ठाउँमा जानुपर्छ भन्ने फिल भयो कि। मैले त्यो स्टडी गर्दाखेरि मैले 1-2जनाले मलाई सल्लाह पनि दिनुभएको थियो। जब म म्यानहट्टनको रेस्टुरेन्टमा काम गरेँ, त्यो 99 सेन्स स्टोर छोडिसकेपछि त्यो रेस्टुरेन्टमा चाहिँ अत्याधिक बिजी हुन्थ्यो कि, बाहिरैसम्म लाइन लाग्थ्यो। अनि बाहिरैसम्म लाइन लाग्दाखेरि त्यो मान्छेहरूलाई यो गऱ्यो भने त बिजनेस त हुँदो रहेछ, यस्तो राम्रो हुँदो रहेछ, यस्तो सेल हुन्छ यसको, हामीलाई यतिलाई पे गरे पनि यस्तो राम्रो लिभिङ स्ट्यान्डर्ड छ साउको भन्ने फिल हुन्थ्यो कि। हजुर। त्यो पछि मैले अलिकति ल्यापटप किनेर रिसर्च गर्न थालेँ, गुगल गरेर विभिन्न रियल इस्टेट भ्यालु कहाँ छ, लिजिङ कहाँ सस्तो छ, आफ्नै बस्ने अपार्टमेन्ट कहाँ सस्तो छ, त्यो सबै अलिकति स्टडी गरेपछि इस्टर्न अलिकति सस्तो छ, काम पनि राम्रो पाउँछ भन्ने भयो। काम राम्रो पाइसकेपछि त्यहाँ त्यो आएर सुरुमा त स्टोरमा काम गरेँ अलिक 10-15 दिन। त्यसपछि एउटा ओइल एन्ड ग्यास कम्पनीमा क्यालिब्रेसन काम गर्न सुरु गरेँ। त्यो क्यालिब्रेसन काम गर्दा एकदमै राम्रो थियो, मेरो त्यो क्यालिब्रेसन सम्बन्धी, प्रेसर सम्बन्धी नलेज एकदम राम्रो डेभलप भइरहेको थियो। त्यसैको लागि म जर्मनी, इन्डिया ट्रेनिङमा पनि गएँ होइन। अनि पे पनि एकदमै राम्रो थियो त्यति बेला।
त्यति आजभन्दा 10-11 वर्षको पहिलाको हामी नन सर्टिफाइड मान्छेलाई अमेरिकामा त नन सर्टिफाइड हो नि त एक्ज्याक्टली सर अनि राम्रो थियो तर म चाहिँ फेरि मलाई के फिल भयो भने म त यो चाहिँ होइन म आफ्नो काम गर्नुपर्छ भन्ने फिल भएर म $9 स्टोरमा काम सिकेर त्यहाँ गएँ म स्टोरमा म्यानेजमेन्ट काम सिकेर अनि पछि 3 महिनापछि म त्यहाँ सबै ह्यान्डल गर्न थालिसकेपछि सबै काम लगभग इन्भेन्टरी म्यानेजमेन्ट क्यास फ्लोहरू सबै डेली रिपोर्टहरू अर्डरिङ सबै गर्न सिकिसकेपछि अनि 2-3 वर्षपछि म त काम गरेको 2 वर्षपछि म पसल लिएर ओक्लामा सरेको अन्त अहिले हजुरले कस्तो फिल भइरहेको छ त नेपालमा त्यस्तो गरिरहेको होइन सरकारदेखि उपयोग गरिरहेको अहिले यहाँ त हजुरले आफ्नै हिसाबमा आफ्नै बिजनेस रन गरिरहनु भयो आफैले चाहिँ सोसल वर्क पनि गरिरहनु भएको छ होइन अब जस हुन्छ नि जस अहिले त हजुरलाई चाहिँ विजय भुषाल भन्छ वान अफ द मान्छेहरू चिन्छ नि त आई थिङ्क लाग्छ मलाई डालसमा मस्ट अफ द मान्छेले हजुरलाई चिन्छ क्या आई थिङ्क अरू अदर स्टेटमा पनि चिन्छ वेस्टर्न माइन नहुँदै जान्छ मलाई हजुर डालसमा मान्छेहरूले चिन्छ होइन वाट एभर बिजनेस आफ्नो हिसाबमा बिजनेस चलाउनु भएको त्यो हिसाबमा भयो भने सोसल वर्कमा भयो होइन हजुरले त अहिले अब बिजनेस पनि चलाउनु हजुर एकदम बिजी हजुरसँग बिजी टाइम पनि हुन्छ फ्यामिली टाइम हुन्छ अब बिजनेस प्लस हजुरले सोसल अहिले कार्य गरिरहनु भयो नि होइन एनएसटीमा हजुरले पनि काम गरिरहनु भयो नि त होइन त्यसको ब्यालेन्स लाइक लाइफ ब्यालेन्स कसरी गरिरहनु भएको छ हजुरले अहिले एकदमै गाह्रो हुन्छ मैले चाहिँ रातिको समय कटौती गर्छु दिउँसोको समय त मेरो लगभग दिनभरि बिहानदेखि भोलिन्टियरमै जान्छ अनि कहिलेकाहीँ पसलहरूतिर जान्छु अनि त्यसपछि बेलुका चाहिँ अलिक समय कटौती गरेर बेलुकामा काम गर्छु मैले गर्नुपर्ने कामहरू घरबाटै पिएनएल ब्यालेन्स सिटहरू लोनका डकुमेन्टहरू गर्नुपर्छ ट्याक्स सेल ट्याक्सका कुराहरू गर्नुपर्छ त्यो चाहिँ धेरै जसो काम मेरो घरबाटै हुन्छ त्यही भएर म्यानेज भएको छ नत्र यो सम्भव छैन एकदम डिफिकल्ट छ नि त एकदम कम टाइमको अनि त्यसमाथि एडिसनली अहिले मेरो श्रीमतीले पनि मलाई हेल्प गर्ने भएको हुनाले क्यास फ्लोमा एकाउन्टिङमा धेरै सजिलो भएको छ त्यहाँनिर अब दाइ हजुर त अलरेडी नै एनएसटीको महासचिव हुनुहुन्छ अलरेडी अब त हजुर महासचिव भएर अहिले जुन भूमिका निर्वाह गरिरहनु भएको नि त अब त्यसमा चाहिँ अहिले जुन करेन्ट सिचुएसनहरू छ नि त धेरै कुराहरू छ होइन अब त्यो कुरा हजुरलाई पनि सबै कुरा थाहा नै छ अब त्यस्तो यो अहिले जुन सिचुएसन भइरहेछ नि स्टुडेन्टदेखि सबै कुरा मान्छेहरूलाई क्या त्यसमा अब एनएसटीको मेन भूमिका के छ दाइ एनएसटी भनेको एउटा सामाजिक संस्था हो तपाईँहरू सबैले हाम्रो अग्रजजीहरूले जुन 1997देखि तयारी गरेर 1998मा खोल्नुभयो म आफूले काम गरेर मैले आफूले भोलिन्टियर गर्ने भएर म आफू पद भएर त भनेको होइन अमेरिकामा सबभन्दा राम्रो व्यवस्थित संस्था हो र पुरानो पनि संस्था हो धेरै अग्रजहरूको यसमा हात छ यसको काम भनेको मोबिलाइज गर्ने हो नेटवर्किङ डेभलप गर्दै मोबिलाइज गर्ने अहिले जस्तै स्टुडेन्ट भाइ बहिनीहरूलाई हामीले विभिन्न व्यवसायी साथीहरूसँग पैसा कलेक्सन गरेर फुड कलेक्सन गरेर हामीले डिस्ट्रिब्युट गरिरहेछौँ त्यो डिस्ट्रिब्युटले के गर्छ भने एउटा 2-3 उनीहरूमा धेरै भरम रहेछ कि अहिले हामी भेट्छौँ नि त हजुर कति धेरै भरम रहेछ कि बिचरा भाइ बहिनीहरूमा अनि हामीले के भन्छ भने भरमको पछाडि नलाग्नुहोस् तर्कको पछाडि लाग्नुहोस् रिसर्च गर्नुहोस् तपाईँहरूसँग मैले त अस्ति पनि भनेको थिएँ च्याट जिपिटी छ डीपसिक छ गुगल छ यो सबै प्रयोग गर्नुहोस् युएससिआइसीको त्यो वेबसाइटहरू हेर्नुहोस् सूचनाहरू पढ्नुहोस् टिकटकमा रिलमा त्यो जम्मै कुराहरूलाई मात्रै आधार नबनाउनुहोस् ती पनि आधार हुन् तर तिनलाई मात्रै आधार नबनाउनुहोस् भनेर भनेका छौँ उनीहरूलाई मोटिभेट गरेका छौँ अनि योसँग हामीले यसलाई बढी जोड्न चाहिँ कहाँनिर खोजेका छौँ भने जो हिजो F1मै विद्यार्थी आउनुभयो जो आज 6 डिजिटको स्यालेरी खानुहुन्छ हजुर उहाँहरू र भाइ बहिनीलाई जोड्न बढी प्रयास गरिरहेका छौँ किनभने त्यसको सबैभन्दा बढी ज्ञान उहाँहरूमै छ कि हामीसँग छैन हो दाइ डेफिनेटली किनकि हामीले त्यो नेटवर्किङ मात्रै गरिन सक्यो भने यो अटो पाइलटमा जान्छ जस्तो लाग्छ अटो सल्भमा जान्छ जस्तो लाग्छ हजुरले जस्ट कोअर्डिनेसन मात्रै गरिदिने हो नि त मोबिलाइजेसन नेटवर्किङ हो त्यो मात्रै गरिदिने अरू कुरा त सबै कुरा उनीहरूले नै गर्नु पर्यो नि त होइन हजुर अनि हाम्रो यो एनएसटी जस्तो अब एनएसटीको कुराहरू पनि छ होइन धेरै कुरा अब होइन कतिपय मान्छेहरूलाई थाहा छैन कि दाइ इभन त मलाई पनि थाहा थिएन भनौँ न होइन तर अब हजुरले यो कुरा पनि राम्रोसँग गरिदियो तर अब हामी अब बिस्तारै हुँदाखेरि बिजनेस नै मोबिलाइज हुनु नि त होइन अब फर इक्जाम्पल धेरैजना मान्छेहरूलाई हुन्छ बिजनेस 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 भन्न त सजिलो छ त होइन आई थिङ्क सो जतिसक्दो वर्ड द बिजनेस भन्ने अब शब्द सजिलो छ नि त आई थिङ्क सो त्यति सजिलो चाहिँ त्यो स्टार्ट गर्न छैन होला होइन अब कुनै पनि मान्छे नेपालबाट आउनुभयो होइन मान्छेहरूलाई त अब कति मान्छेसँग पैसा होला कति मान्छेसँग क्यापासिटी होला हरेक आफ्नो ठाउँमा छ अब कुनै पनि मान्छेले अब थोरै पुँजीबाट के कसरी बिजनेसहरू स्टार्ट डेभलप गर्न सक्छ होला दाइ
बेसन त हजुरको एक्सपिरियन्स अनुसार के थोरै बिजनेसबाट छ भने सबभन्दा पहिलेको 3-4वटा कुराहरू एकदमै ध्यान दिनुपर्छ। अमेरिकामा पहिलो बिजनेसमा म पनि फसेको, मेरो पनि 40 वटा पहिलो बिजनेसमा फसेको। त्यसपछि म फेरि मेरो श्रीमतीले म ओपन टु क्लोज काम गरेर फेरि सिड मनी जोडेर फेरि लगानी, दोस्रो लगानीबाट हामी सफल भएको होइन। हजुर पहिलो कुरो आफूले जुन बिजनेसमा काम गर्ने हो त्यो बिजनेसमा सिप विकास गर्नुहोस्, त्यहाँ सिप आफ्नो डेभलप गर्नुहोस्, म आफैले पनि चलाउन सक्छु भन्ने कुराको ज्ञान हासिल गर्नुहोस्। दोस्रो कुरो एकदम भरपर्दो सिपिए लिनुहोस्। तेस्रो कुरो सिड मनी हुन्छ नि आफ्नो, हजुर कति आफूले कुन लेभलको बिजनेस गर्ने हो, कति लगानी गर्न सक्छ बिजनेस त 5,000 10,000 देखि मिलियन्स अफ डलरका पनि त हुन्छन् नि होइन। हजुर त्यो आफ्नो बिजनेसको योजना अनुसारको प्रोजेक्ट अनुसारको आफ्नो सिड मनी तयार गर्नुहोस् होइन। सिड मनी तयार गरिसकेपछि आफैले सिर्जना गर्ने हो भने 0बाट सिर्जना गर्दाखेरि अलिकति स्टडी, मार्केट स्टडी, पपुलेसन स्टडीहरू गरेर गर्नुपर्छ हामीले। यदि अरूले चलाइरहेको बिजनेस किन्ने हो भने सबभन्दा बढी हेर्नुपर्ने चाहिँ फाइनेन्सियल एनालाइसिस गर्न सक्नुपर्छ। फाइनेन्सियल एनालाइसिस गर्न सकेन र यदि भोलि लोन अथवा रेन्ट त्यो क्यालकुलेसन नगरिकन काम गर्न थाल्यो भने मान्छे डुब्न गाह्रै हुँदैन। अमेरिकामा एकचोटि डुब्यो भने उठ्न बेसरी गाह्रो छ। त्यो त हो दाइ। हामी चाहिँ एकचोटि लड्यौँ भने खोइलाको कटेरी हो, एकै बग्रिङै लड्छ, जिन्दगीभरि उठ्न गाह्रो बनाउँछ, कलेक्सनहरूतिर नाम देखिन्छ। हो यहाँ त हिस्ट्रीको पनि कुरा छ नि त, हिस्ट्रीको कुरा छ। त्यही भएर एकदमै सिन्सियर भएर एकदमै त्यो समयको अधिकतम उपयोग गरेर काम गर्नुपर्छ, नलेजको अधिकतम उपयोग गर्नुपर्छ। अनि सबै नलेज सबैसँग हुन्छ भन्ने छैन, हजुरसँग केही छ मसँग केही छ होइन। नलेज सेयरिङ गऱ्यो भने अहिले केटी भन्छ नि, नलेज ट्रान्सफर गरेर काम गऱ्यो भने, जस्तै कोही ब्युटी पार्लर गर्न चाहनुहुन्छ भने ब्युटी पार्लर सम्बन्धी गरेको मान्छेहरूसँग बसेर राम्रोसँग कुरा गरेर काम सुरु गर्नुहोस्। कोही सी स्टोर उनीहरूसँग सी स्टोर अनुभवको मान्छेहरूलाई बसेर सल्लाह, काममा गएर साइन गरिसकेपछि सकियो नि त, पेपर साइन गरेपछि त यहाँ सकियो होइन, सकियो जे पनि कुरा रिटर्न भयो नि सक्यो। अहिले मलाई कति साथीहरूले फोन गर्नुहुन्छ कि पेपर साइन गरिसकेपछि, अनि मैले भन्छु, अनि मैले अब साथीहरूलाई भन्छु पेपर साइन नगर्दै मलाई फोन गर्नुहोस् है, पेपर साइन गरेपछि त केही पनि गर्न सक्दैन। अनि गल्ती गरिसकेपछि पछि त काम छैन होइन, गल्ती गर्नुभन्दा अगाडि नै रियलाइज गर्यो भने। हजुर त्यो बोराको पोखियो भने बोरा राम्रोसँग बाँध्नु भन्छन् नि त घरमा बुढाबुढीहरू, त्यस्तै जस्तो पेपर साइन गर्नुभन्दा पहिला नै भरपुर सरसल्लाह एटर्नीसँग, सिपिएसँग, त्यो सम्बन्धित बिजनेसमा अनुभव भएका अरू अग्रजहरूसँग सोध्यो भने चाहिँ प्रिभेन्सन इज बेटर देन केयर हुन्छ। अहिलेको दाइ यो जुन हाम्रो सिचुएसन छ नि अमेरिकामा जस्तो भइरहेछ नि होइन, वटेभर अब यो सिचुएसनले हाम्रो स्टुडेन्ट लाइफमा कहिलेसम्म प्रभाव पर्ला, हजुरलाई यसको बारेमा केही भन्न चाहनुहुन्छ? यसमा दुईवटा तिनवटा तर्क हुन सक्छन्। एउटा चाहिँ कानुनी कुरा हुनसक्छ, त्यो चाहिँ म त्यसमा जम्मै पोख्त छैन। एनएसटीबाट हामीले विभिन्न विज्ञहरूले ल्याएर क्लासहरू पनि लाइभ क्लासहरू पनि वेब क्लासहरू पनि दिइराखेका छौँ, हजुरलाई थाहा पनि छ। जस्तै एटर्नीसँग क्लासहरू मैले देखिरहेको थिएँ। दुईवटा तिनवटा यसलाई राजनीतिक हिसाबले हेर्नु हो भने ट्रम्प यही गर्छु भनेर आएका हुन्, उनीहरूले यही गर्छु भनेर भोट मागे हो ट्रम्पले होइन र। अनि त्यसलाई यही गर्छु भनेर भोट मागिसकेपछि ती मान्छेलाई 1-2 महिना देखाउनु पनि छ एउटा कुरा, देखाउनु पऱ्यो नि त, मन त जित्नु पऱ्यो नि त, फेरि अर्कोचोटि चुनाव लड्नु छ होइन। अनि दोस्रो कुरो स्टुडेन्ट भाइ बहिनीहरू चाहिँ उहाँहरूको लिगल स्टाटस हो अमेरिकामा, उहाँहरू इलिगल होइन। अस्ति पनि हाम्रो 2 हप्ता पहिला, 2 हप्ता पनि भएन, हाम्रो युथ एन्ड स्टुडेन्ट कोअर्डिनेटर र म आइसका अधिकारीहरू, डालस पुलिस डिपार्टमेन्टका मान्छेहरू र सरकारी निकायका केही अधिकारीहरूसँग हाम्रो त्यहाँ इन्ट्रेक्सन प्रोग्राम भएको थियो, एनएसटीलाई त्यहाँ बोलाएको थियो। मैले हेरेको थिएँ, डालस मर्निङ न्युज पनि आएको थियो हाम्रो एनएसटी अफिस होइन। मेरो कुरा उहाँहरूको, यो मेरो कुरा होइन है, उहाँहरूको कुरा अनुसार यतिकै रेड हाल्न कहीँ पनि आउँदैन। अहिले उनीहरूको पहिलो टार्गेट चाहिँ क्रिमिनल छ। यतिकै तपाईँ हाम्रो त ह्युमन राइट छ, डेमोक्रेटिक भएको देशमा छौँ हामी होइन। हाम्रो अब रिमेन टु साइलेन्सको राइट छ हामीसँग। म तसँग बोल्नुभन्दा पहिला म मेरो एटर्नीसँग बोल्न पाउँछु भन्ने अधिकार छ होइन। यहाँ व्यक्तिगत फ्रिडमका कुराहरू पनि छन् नि त, व्यक्तिगत राइटका कुराहरू, इन्डिभिजुअल राइटका कुराहरू छन् होइन। तिनीहरूलाई अधिकतम प्रयोग गर्नु पऱ्यो हाम्रो नेपाली समुदायका कोही पनि मान्छेहरूले होइन, आप्रवासीहरूले सबैले प्रयोग गर्नु पऱ्यो। गल्ती गर्नु भएन, मेन चाहिँ गल्ती गर्नु भएन। अहिले जे जति नेपाली गयो भन्ने हल्ला आइरहेछ नि,
त्यही त कतिपय मैले हेर्छु कि कतिपय फेक न्युजहरू जस्तो लाग्छ कि हुन्छ आइरन मेबी लाग्छ मलाई मान्छेहरूले आफ्नो त्यो भ्युवर कमाउनुको लागि पनि होला होइन यतिजना नेपालीहरूलाई रिपोर्ट गर्यो उति गर्यो भन्ने छ नि त स्टुडेन्टलाई यस्तो गर्यो उस्तो गर्यो भन्ने होइन अब अहिले लाग्छ त्यो सबै फेकहरू नै होला जस्तो लाग्छ है त्यसरी के भनौँ भने यसलाई के भनौँ भने त्यो सबै फेक भन्दा पनि यसलाई चाहिँ कसरी भनौँ भने अमेरिकामा नेपालीहरू जति छ नि हजुर लिट्रेसीको मात्र हाई भएको नेपालीहरू छ हो होइन त हो त त्यो हामी अलिकति साक्षर मान्छेहरू बढी छ नि नेपालीहरू त्यो मान्छेहरू बढी भएको हुनाले यसको रिसर्च गर्नु पऱ्यो कि रिसर्चको नेपालीमा त्यो चाहिँ कमी छ क्या होइन वास्तविक रिसोर्स के हो अनि आधिकारिक कुरा के हो टिआरपीको लागि गरिएका कुराहरू के हुन् त्यो कुराहरू हामीले छुट्याउनु पऱ्यो त्यसैमा धेरै कुराहरू अट्छ वास्तविकता कुरा पनि आउँछ अनि आफूलाई पनि चेन्ज ल्याउँछ त्यो कुराले मैले पनि पहिला यो रिलहरूमा टिकटकमा जे पनि सबै बताउँथेँ कि अनि पछि म कमन सेन्सले पनि काम गर्छ नि त होइन र यो त रङ हो भन्ने हुन्छ त्यसपछि आजकल म चाहिँ त्यस्तो कुराहरू रिसर्च नगर्छन् पताउँदैन सबै कुराहरू हुन त हाम्रो नेपालीबाट रिसर्चको पनि कमी छ जस्तो लाग्छ कि हामी नेपाली मात्रै पनि होइन होला साउथ एसियनमै त्यो छ सबै कुरा साउथ एसियनमै त्यो छ होला होइन किनभने हामी कहाँ डेमोक्रेसी स्ट्रङ भइसकेको छैन जहाँ पनि हेर्नुहोस् पाकिस्तान बङ्गलादेश श्रीलङ्का नेपाल इन्डिया यो कन्ट्रीहरूमा चाहिँ भुटान छोडेर यो कन्ट्रीहरूमा फुल डेमोक्रेसी छैन कन्ट्रोल डेमोक्रेसी छ होइन त्यो त म चाहिँ आफू पनि म पोलिटिकल साइन्सको स्टुडेन्ट पनि भएको हुनाले म यो भन्न सक्छु कि ठिक छ नेपालमा फुल डेमोक्रेसी छैन कि त्यो कन्ट्रोल डेमोक्रेसी छ होइन कुनै पनि पार्टीले गरे पनि चुनावभन्दा पहिला एलाइनमेन्ट हुन्छ होइन त्यहाँ त वास्तविक भोट त प्रकट हुँदैन नि डेमोक्रेसीमा त भोटको चाहिँ फुल रिफ्लेक्सन हुनु पऱ्यो नि त होइन त भोटको फुल रिफ्लेक्सन भयो भने बल्ल फुल डेमोक्रेसी हुन्छ त्यहाँ चाहिँ त चुनाव अगाडि गठबन्धन हुन्छ चुनाव पछाडि गठबन्धन फेयर हो हुनै पऱ्यो संविधान अनुसार कानुन अनुसार होइन हजुर त्यहाँ त चुनावभन्दा अगाडि गठबन्धन हुन्छ त्यो भएर त्यहाँ फुल डेमोक्रेसी छैन होइन कन्ट्रोल डेमोक्रेसी छ त्यो कन्ट्रोल डेमोक्रेसीको परिभाषा चाहिँ के हो भने हाम्रा कल्चरहरू कानुनहरू कहीँ न कहीँ नियन्त्रित हुन्छन् क्या कहीँ न कहीँ नियन्त्रित हुन्छ त्यसले चाहिँ धेरैतिर इफेक्ट गर्छ बिजनेसमा कानुन कार्यान्वयनमा त्यसपछि नागरिकका अधिकारका कुराहरूमा त्यो भइसकेपछि चाहिँ के हुन्छ भने त्यसलाई पर्फेक्सनमा लानको लागि फुल डेमोक्रेसी लानको लागि हामी सबैको हात छ फेरि होइन र हामी त अब चाहिँ मलाई के लाग्छ भने शिक्षित समाजले त यो नीति ठिक हो नीतिमा बहस गरियो नि त होइन त्यही जे पनि कुरा त्यही नि त लिगली रूपमा नै गरिन्छ हामी पोलिसी वाइज बहस गर्नुपर्छ जस्तो लाग्छ मलाई त्यही भएर चाहिँ बिस्तारै फेरि चेन्ज नभएको पनि छैन यो त अभ्यास हो अभ्यासले चेन्ज गराउँछ जस्तै हाम्रो पहिला हाम्रो नेपालीहरू पनि होइन धेरै अहिले त धेरै माथिल्लो स्थानमा छ नि त हरेक कुरामा अनि त्यो सबै कुरा चेन्जले गर्दा नै त्यहाँसम्म पुगेको नि त अहिले त सबै ठाउँमा हामी त्यसलाई आइटीदेखि लिएर नर्सदेखि लिएर बिजनेसदेखि लिएर अब पोलिटिक्ससम्म हिसाबमा हेर्ने पनि होइन नेपालीहरू पनि हाम्रो एसियन मार्केटको एसियन त्यो भनौँ न होइन अहिले त्यस्तो ठुलो पोस्टमा देख्न सक्छौँ नि त हामी एकदमै इन्डेक्स हेर्ने हो भने नेपालीहरूको हामी अमेरिकामा भएका नेपालीहरूको युरोपमा भएका नेपालीहरू बाहिर अरू चाहिँ अरब कतारमै भएका नेपालीहरूको पनि इन्डेक्स अहिले धेरै राम्रो भइरहेछ यो भएको चाहिँ के हो भने यहाँको प्रविधि पुँजी र सिपले गर्दा भएको यो इन्डेक्स राम्रो भएको हाम्रो होइन एक्ज्याक्टली अनि यसैलाई ठ्याक्क नेपालसँग ब्रिजिङ गर्ने हो भने चाहिँ नेपाल विकास हुने यत्रो देश छ हाम्रो संस्कृति र भाषाहरू विशाल छ अनि जियोग्राफी त हाम्रो थोरै छ नि त त्यो संस्कृति र त्यो भाषासँग हामी बाहिर भएका नेपालीहरूको सिप पुँजी र प्रविधि यति प्रयोग गर्न सक्यौँ भने नेपाल विकास हुन चाहिँ दुईवटा विशाल देशको ब्रिज भन्छ नेपाल त्यो चाहिँ हो दाइ अब त्यो नेपाली नेताहरूले चाहिँ अब त्यो कुरालाई चाहिँ मनन गर्यो भने त हो होइन मनन चाहिँ दुईवटा यसमा पनि मनन गर्नुपर्ने के छ भने चाहिँ हामी नेपालीहरूमा एउटा चेन्ज हुन के भन्छ भने त्यो हामीसँग 753 स्थानीय पालिकाहरू छन् नि त होइन अहिले 753 स्थानीय पालिकाहरू छन् त्यसमा महानगरपालिका उपमहानगरपालिका नगरपालिका र गाउँपालिका सबै गरेर हजुर त्यो पालिकाहरूलाई विकास गर्न छोडिदियो र संसदहरू चाहिँ नितान्त पोलिसी लेभलमा केन्द्रित भयो भने
यो चेन्ज आउन समय नै लाग्दैन। हामी कहाँ अझै पनि के छ भोट हाल्दाखेरि मलाई पानी पैनी कुलो पँधेरो बनाइदिन्छ भनेर भोट माग्छन्। त्यही हो अहिले त होइन। त्यो कुरा भन्ने चाहिँ स्थानीय निकायलाई भन्ने हो कि संसदलाई भन्ने होइन। त्यो कुरा एउटा सांसदलाई भन्यो भने त उसले उसको काम त नीति बनाउने हो नि त। उसलाई हाम्रो अब संसद कति चल्छ? हाम्रो संसद चल्दैन नि, संसद चल्दैन। अनि आरोप प्रत्यारोपमा समय सकिन्छ। विकास कम, अरू कुरा धेरै हुने पनि विकास फेरि विकास संसदले गर्ने पनि होइन, विकास चाहिँ एकैचोटि हुने कुरा पनि होइन। यो निरन्तर प्रक्रिया हो विकास भनेको त होइन। निरन्तर प्रक्रिया भएको हुनाले मेन चाहिँ पोलिसीहरू ल्याउनु पऱ्यो क्या। शिक्षा सम्बन्धी पोलिसी, स्वास्थ्य सम्बन्धी पोलिसी, जस्तै लगानी सम्बन्धी पोलिसी भनेको छ एनआरएनसँग मागेको छ नीति छैन। त्यो चाहिँ हो, भनेर मात्रै काम हुँदैन, काम गर्नु पऱ्यो नि त। त्यही भएर त्यो काम गर्नको लागि तपाईँ पनि पक्कै पनि म त 18 घन्टा लोड सेडिङमा पढेर आएको मान्छे हो होइन। अलि कम पऱ्यो त होइन। म चाहिँ 18 घन्टा लोड सेडिङमा पढेरै आएको मान्छे। म राति 2 बजी उठेर 4 बजीसम्म पढ्नु पर्थ्यो। त्यतिकै किनभने मैले समय त्यसरी व्यवस्थापन गर्नु पर्थ्यो कि। त्यो हुन त अब त्यो चुनौतीले अहिले पनि समय व्यवस्थापन सिकाएको होला होइन। त्यसले गर्दा नि हजुर यो ठाउँसम्म पनि हुन्छ नि त भाइ। त्यो कुराले त्यो पोजिटिभ पोइन्टमा पनि हेर्ने खोज्छ हजुरले होइन। त्यही कुराले गर्दा हजुरले धेरै कुरा सिकाएर हजुरले होइन भन्नु न सिम्पल कुरादेखि लिएर अहिलेसम्म यहाँसम्म जो सोसियल सर्टदेखि लिएर हजुरले अहिले यो स्थानमा आउनुहुन्छ कि अझै हजुरको धेरै माथिसम्म स्थान छ क्या। मैले जुन देखिरहेको छु नि चुनौतीहरूले केही न केही रिजल्ट दिन्छ, केही न केही रिजल्ट दिन्छ। त्यति बेला चाहिँ म त्यो बहस हुँदाखेरि संसदमा त्यो विद्युतलाई निजी क्षेत्रलाई दिने भन्ने बहस हुन्थ्यो कि हजुर। त्यति बेला त ठ्याक्कै मसँग डाटा थियो, अहिले त डाटा छैन होइन। हजुर। त्यति बेला त्यो पश्चिम सेती तामाकोसीहरूको बारेमा बहस हुन्थ्यो होइन। त्यो त्यति बेलै निजी क्षेत्रलाई हामीले आज 20-25 वर्ष पहिलाबाट निजी क्षेत्रलाई दिन सकेको भए निजी क्षेत्रको ब्याङ्कमा बसेको पैसा पनि लगानी हुन्थ्यो, फ्रिज बसेको पैसा पनि लगानी हुन्थ्यो, समुदायका मान्छेहरू रोजगार पनि पाउँथे। अनि त्यो एउटा दशकभित्रको मान्छेले यति धेरै लोड सेडिङ पनि बेहोर्न पर्ने थिएन नि त। त्यही भएर चाहिँ समयमै नीति बनाइदिनु पऱ्यो। अहिले पनि म नेपालका नेताहरूसँग भेट भयो भने हामी जति बेला पनि नीतिमै फोकस गर्छौँ। उहाँहरूलाई नीति चाँडै हुन जरुरत छ। नीति अरू त अटोमेटिक हुन्छ, अरू प्रक्रियामा जाने बित्तिकै अटो पाइलटमा जान्छ कि नीति हुने बित्तिकै। जो सिस्टम जसरी युएसमा जुन प्रकारको सिस्टम छ नि त होइन, सबै कुरा त्यो सिस्टमले गर्दा त त्यो कुरा भएको नि। हजुर हजुर। त्यही भएर नि त हो नि पोलिटिकल साइन्सलाई किङ अफ पोलिसी भनिन्छ नि त। एक्ज्याक्टली। अब यो हामीले अहिले चाहिँ हामी बिजनेसको कुरा गर्दा भन्दा अहिले युएसमा पनि धेरै कुरामा बिजनेसमा स्क्यामरहरू पनि देखिन्छ कि होइन। धेरै कुरा कति मान्छेलाई त्यो कुरामा चाहिँ थाहा छैन होइन। अब त्यो कुरामा हजुरले केही कुरा हल्का मान्छेहरूलाई जानकारी गराउन चाहनुहुन्छ? मैले अघि पनि अलिकति जोडेँ, यसमा फेरि जोड्छु म के भने सर्वप्रथम तयारी हुनुहोस् कि आफू चाहिँ प्रिपेयर हुनु पऱ्यो। मैले चाहिँ कति पैसा लगानी गर्ने, के बिजनेस गर्ने, अनि त्यसपछि पार्टनरसिप गर्ने कि एक्लै गर्ने, यी सबै कुराहरू तयारी गरिसकेपछि अनि त्यसपछि सम्बन्धित बिजनेस, सबैले एउटै बिजनेस त गर्नुहुन्न होइन, सम्बन्धित जुन बिजनेस गर्न मन लागेको छ त्यो बिजनेसको अनुभवी मान्छेहरूसँग एकचोटि सल्लाह लिने, अनि त्यसपछि अलिकति अनुभवी सिपिएसँग बसेर कुरा गर्ने, मिटिङ गर्ने। डाटा एनालाइसिस एकदमै राम्रोसँग गर्नुपर्छ। डाटा एनालाइसिसमा फसेर पेपरमा साइन गऱ्यो भने त्यो मान्छे सधैँ फस्छ, कहिल्यै पनि उठ्न सक्दैन। अमेरिकामा बिजनेसमा मान्छे फस्यो भने, एकचोटि फस्यो भने भयङ्कर गाह्रो हुन्छ। किनभने हामी चाहिँ त हाम्रो त्यहाँ केही पनि छैन नि त सिट त। हामी त यो भन्छ कि एउटा युएसए भनेको यु स्टार्ट अगेन भन्छ कि, हामी त जिरोबाट सुरु गर्ने हो। जिरोबाट सुरु गर्ने हाम्रो सिट जति जम्मै नेपालमै छोडेर आएका छौँ। हामीले चाहिँ त्यही भाषा संस्कृति र भावना मात्रै लिएर आएको हामीले, अनि सिङ्गो बडी मात्रै लिएर आएको हामीले। अब यही भएको कुरालाई आफूले म्याक्सिमम युटिलाइज गर्नु पऱ्यो। आफूसँग जे रिसोर्स छ नि यो रिसोर्सलाई म्याक्सिमम युटिलाइज गरेर अधिकतम प्रफिटेबल बनाउन सक्नु पऱ्यो। त्यो क्षमता आफू बिजनेस छिर्नभन्दा पहिले विकास गर्नुपर्छ। बिजनेस छिरिसकेपछि त्यो क्षमता विकास गऱ्यो भने मान्छे 2-3 वर्ष चाहिँ फ्रिज हुन्छ कि फेरि त्यो क्षमता विकास गरेर अनि बल्ल बिजनेस छिर्यो भने राम्रो हुन्छ। नेपाली दाजुभाइहरू दिदीबहिनीहरू मलाई फोन गर्नुहुन्छ, यहाँ म फसेँ, यस्तोमा भयो, बिजनेसमा घाटामा गयो भन्नुहुन्छ। यस्तो कुराहरू बिजनेसमा छिर्नभन्दा पहिल्यै फोन गरिदिनु होला। साइन गरिसकेपछि मलाई फोन गरेर अथवा समुदायका मान्छेहरूलाई फोन गरेर केही पनि छैन, केही पनि हुँदैन, कसैलाई के गरेर केही पनि गर्न सक्दैन, सम्भवै हुँदैन। आफूले साइन गरिसकेपछि सिद्धि हो यहाँ देशमा।
त्यो चाहिँ हो दाइले अब जस्ट युएसहरूमा पनि बिजनेसहरू पनि गरिरहनु भएको छ हजुरको के फ्युचर प्लान जस्ट नेपालतिर पनि बिजनेस गर्ने प्लान छ कि के छ हजुरको त्यो नेपालमा चाहिँ मैले अहिले पनि जोडेँ के अब यदि चाहिँ नीति बन्यो भने चाहिँ अब जुन अहिले हामीले नेपालले 2004मा WTOमा साइन गरेको आज 20 वर्ष भइसक्यो होइन हजुर WTOमा को साइनको मुख्य उद्देश्य नै सिप पुँजी र प्रविधि भित्राउनु थियो नेपालकोसँग त निर्यात त केही पनि छैन होइन त्यो ढुङ्गा बाटो केही छैन त्यो भित्राउनको लागि WTOमा साइन गरिसक्यो त्यस्तो सम्बन्धी देश बाहिरको अब अथवा विदेशी नागरिकहरूको त्यो लगानी भित्राउन त धेरै परको कुरा भयो उसले आफ्नै नागरिकको लगानी भित्राउन सकेको छैन पहिलो कुरो नीतिमा विकास हुने बित्तिकै म मात्रै होइन हजुर मात्रै होइन हामी मात्रै होइन यहाँ लाखौँ नेपालीहरू लगानी लिएर नेपाल जान्छन् जस्तो लाग्छ मलाई होइन त्यो अब नेपालमा चाहिँ कतिजनाहरू चाहिँ पढिरहेको छ नि धेरै कुरा इन्जिनियरिङदेखि हरेक कुराहरू तर त्यो सबै जनशक्तिहरू बाहिर गइरहेछ कि अहिले नेपाल त हिजो पनि एउटा कुरा आएको थियो नेपाल चाहिँ भूगोल संस्कृति भाषा त त्यहीँ छ हामी पनि त्यहीँको भाषा र संस्कृति लिएर आएको छौँ भूगोल छोडेका छौँ होइन भूगोल चाहिँ अब त्यो हाम्रो आर्थिक अवस्था सामाजिक अवस्था राजनीतिक अवस्थाले छोडेको कुरा हो त्यो एउटा विशाल नेपाल बाहिर छ त्यो विशाल नेपाल बाहिर भित्र मात्रै छिराउ यहाँको पुँजी प्रविधि र सिपभित्र नै लान सक्यो भने नेपाल सरकारले उसले बाहिर लगानी गर्दा खोज्नै पर्दैन जस्तो लाग्छ मलाई यो त्यो नीतिमा व्यवस्था हुने बित्तिकै अहिले मैले भनिहालेँ हजुरको प्रश्नमा म मात्रै होइन हजुर मात्रै होइन लाखौँ नेपाली जान्छ किनभने हाम्रो अझै पनि त भावना रगत त त्यहीँको छ नि त सबै कुरा त्यही छ संस्कृति त्यहीँको छ भाषा त्यहीँको छ अझै पनि नेपालमा के भयो भने यहाँ भूकम्प के भयो भने हामी यहाँबाट पैसा पठाउँछौँ घर परिवारमा अप्ठ्यारो पऱ्यो भने समाजमा अप्ठ्यारो पऱ्यो भने हामी यहाँबाट पैसा पठाउँछौँ कोही मान्छेलाई गाह्रो पऱ्यो भने फोन गरेर सल्लाह दिन्छौँ यसरी गऱ्यो भने बेटर हुन्छ भन्छौँ होइन त्यो केले हो त सबभन्दा बढी माया त्यहीँको छ हामीसँग त्यसको लागि चाहिँ सरकारले ढोका खोलिदिनु पऱ्यो त्यो जस ओपन स्पेस दिएपछि होइन हामी त्यसको लागि रेडी छौँ त्यहाँदेखि अब हल्का अरू कुरा पनि जोड्नु भयो जस्तै हाम्रो एनएसटी छ नि त है यो एनएसटीले के अनि हाम्रो यो धर्म संस्कृति हरेक कुरा छ नि हामी त नेपाली हो नि त होइन अनि त्यो कुरालाई चाहिँ जगेर्ना गर्नलाई के हेल्प गरिरहेछ त के गरिरहेछ अहिले चाहिँ हाम्रो यो धर्म चाहिँ हामीले के छ भने नेपाली समाज टेक्सास 1998मा जन्मियो हाम्रो अग्रजजीवहरूले फाउन्डरजीवहरू अलिकति यहीँ हुनुहुन्छ हजुर अलिकति कोही बाहिर पनि हुनुहुन्छ उहाँले जन्मिसकेपछि यसले धर्म संस्कृति र सामाजिकरणमा काम गर्दै आयो हजुर पछि चाहिँ जब एनएसटी समुदाय ठुलो हुँदै गयो एनएसटीले धर्म सम्बन्धी कामलाई अलग राख्नुपर्छ भनेर एनसिएससी जन्मियो अहिले हाम्रो विशाल मन्दिर उलेसमा छ हजुर बुद्ध अनि पछि चाहिँ फेरि अब बिजनेसको बढिसकेपछि एनएसटीबाटै चाहिँ हाम्रो यो चेम्बर अफ कमर्स जन्मियो चेम्बर अफ कमर्सले अहिले बिजनेस सम्बन्धी काम गर्छ त्यतिले मात्रै भएन अन्त इन्सुरेन्स नभएको बुवा आमाहरूलाई अरू दाजुभाइहरूलाई चाहिँ हेल्थको पनि सर्भिस दिनुपर्छ भनेर अहिले टिएनएमए हिमालयन हेल्थ क्लिनिक हाम्रो चाहिँ महिनाको 2 चोटि त्यहाँ मन्दिरमै हुन्छ क्याम्पहरू हेल्थ क्याम्पहरू हुन्छ यी लगायतका यीहरू अहिले स्पोन्टेनियस भइसक्यो ती संस्थाहरू आफै काम गर्न सक्ने आफै अहिले सेटअप भइसके जस्ट सेल्फ सस्टेन भइसके ती संस्थाहरू त्यो भइसकेपछि अब चाहिँ अहिले एनएसटीले चाहिँ मर्दा पर्दा समुदायलाई जति बेला पनि इमर्जेन्सी पर्छ अहिले त टेक्सासमा हामीलाई मेरो अनुभव चाहिँ भने यो त विलिन हुन्छ लोप हुन्छ होइन यसलाई चाहिँ मिश्रित हुन्छ नि त यहाँ अमेरिकाको समाजसँग त्यो भयो भने भोलि सामाजिकरण कम भयो भने चाहिँ हाम्रो समाज अपभ्रंश हुनसक्छ नि त हो त मैले एनएसटी चाहिँ तर मैले देख्छु कतिपय यहाँ नेपालीको बच्चाहरूले होइन त्यहाँ गएर स्टडी गरेर डान्स सान्स गरेर पनि देख्छु कि मैले होइन आजलाई चाहिँ एकदम राम्रो काम गरिरहेको जस्तो लाग्छ मलाई किनकि नत्र त हाम्रो किड्सहरूले अब हाम्रो घर बाहेक के अब घरमा चाहिँ नेपाली बोल्छ जस्तो लाग्छ मलाई घरबाट हामी दैलो निस्केर गयो भने चाहिँ दे स्टार्ट स्पिकिङ इङ्ग्लिस के होइन मलाई लाग्छ कि एनएसटीले चाहिँ त्यो कुरामा पनि धेरै राम्रो गरिरहेको छ नेपालीहरू धेरै क्लासहरू दिइरहेको थियो मेरो कम्प्युटर कोडिङ क्लासदेखि लिएर डान्सिङदेखि लिएर अन्य क्लासहरू दिइरहेको छ नि त होइन जस्ट वान अफ द बेस्ट काम गरिरहेको छ जस्तो लाग्छ कि मलाई हाम्रो चाहिँ त्यो एनएसटी टोस्ट मास्टर छ त्यसले लिडरसिप डेभलप गरिराखेको छ अर्को चाहिँ भाषा क्लास भनिहाल्नु हजुरले नेपाली चाहिँ हामी चाहिँ एकदम मिनिमम उसमा गरिरहेको छौँ त्यसपछि डान्स क्लास छ पब्लिक स्पिकिङ छ लिडरसिप छ कोडिङ छ अनि त्यसपछि अर्को चाहिँ हाम्रो पेन्टिङ छ
यी लगायतका भाषाहरू छन्। अनि हाम्रो बच्चाहरू त्यही आरतीमा मन्दिरमा गएर दर्शन गर्छन्। त्यसले गर्दाखेरि बुवा आमालाई मन्दिर जान चाहिँ उत्साहित हुन्छ। बुवा आमाहरू बच्चाहरू मन्दिर लिएर जाँदाखेरि त्यो बच्चा घरमा बस्यो भने त त्यो आइप्याड फोनै हेरेर बस्छ नि त होइन। त्यो डेफिनेटली अमेरिका त्यहाँ बस्यो भने त सोसियलाइज हुन्छ। हजुर त्यहाँ गयो भने त सोसियलाइज हुन्छ, नमस्ते गर्न सिक्छ, भगवान्को मन्दिरभित्र जान्छ, प्रसाद खान्छ। त्यहाँभन्दा ठुलो हामी विदेशमा बस्ने, त्यो पनि अमेरिकामा बस्ने मान्छेलाई के पनि के होइन। हो एक्ज्याक्टली। अनि एनएसटीले चाहिँ अब नेक्स्ट चाहिँ युवाहरूको लागि केही नयाँ कुरा ल्याउँदैछ? युवाहरूको लागि चाहिँ अब एनएसटी एउटा नन प्रफिटेड अर्गनाइजेसन हो। यसले चाहिँ लग्जरियस काम गर्न मिल्दैन। यसले चाहिँ गर्ने भनेको एकदम बेसिक काम गर्ने हो। त्यो पनि सोसियल वेलफेयर सम्बन्धी मात्रै काम गर्ने हो। हजुर जस्तै अब कति बेला के आउँछ थाहा नै हुँदैन। हजुरलाई थाहा छ अहिलेको परिस्थिति आयो, हामी भाइ बहिनीहरूलाई खाना बाँड्न थाल्यौँ होइन। अनि भूकम्प गयो। भूकम्प बेला हाम्रो भुवनाचार्य अध्यक्ष हुनुहुन्थ्यो, उहाँहरूको बेलामा थुप्रै पैसा नेपाल गयो। लगभग 16वटा स्कुलले पिपिपी मोडलमा एनएसटीले नेपालमा बनाएको छ। गोर्खा, धादिङ अनि काभ्रे, नुवाकोट गरेर होइन। त्यसपछि अब कोभिड आयो, सहयोग पठायो होइन। अस्ति क्रिकेट टिम आयो, पैसा उठाएर पठायो। यो लगायत अनि यहाँ चाहिँ नेटवर्किङ डेभलपमेन्ट, अहिले चाहिँ यो क्यारियर एन्ड डेभलपमेन्ट हामीले एउटा कोअर्डिनेटर लिएर आएका छौँ। त्यसबाट क्यारियर सम्बन्धी कामहरू, सूचनाहरू प्रवाह भइरहेको छ। कसरी क्यारियर डेभलप गर्ने, कसरी लिङ्कइन मार्फत कनेक्सन भएर चाहिँ आफ्नो प्रोफेसनमा अलिक स्ट्रङ भएर एन्टर हुने होइन। अनि बिजनेस सेमिनारहरू हुन्छन्, अब ट्याक्स सेमिनारहरू गइरहेछ लगायत। अरू घर परिवारमा दिनदिनै दुःख पर्दा मान्छेले फोन गर्दा त हामी एनएसटी जहाँ पनि पुगेको छ। डेफिनेटली सबै कुरा सबै मान्छेले देखिरहेको छ। अनि दाइ अब हजुरले चाहिँ अब नेपालदेखि यहाँ आउँदा बिजनेस सबै कुराहरू गर्दा छ नि त, सबैले हजुर मेन चुनौतीहरू के भोग्नु पऱ्यो दाइ अहिलेसम्म? होइन अब्स्टेकलहरू त कति छ किन्तु यसलाई चाहिँ पोइन्टमै भन्न त नमिल्ला होइन। तर हजुरको जीवनमा मैले भनिहालेँ 18 घन्टाको लोड सेडिङमा पढ्नु पऱ्यो होइन। अनि हामी कृषकको छोराहरू होइन, पढ्न चाहिँ कति त हजुरलाई पनि याद छ होइन? सबैलाई यो पोडकास्ट सुन्ने लगभग सबैलाई थाहा छ यो कुरा होइन। हजुर। अनि त्यसपछि यहाँ आउँदाखेरि चाहिँ मेन चाहिँ मैले एउटा टार्गेट चाहिँ लिनुपर्ने रहेछ। अमेरिकामा जो पनि नेपाली हुन्छ नि गोल राखेर सबभन्दा फर्स्ट प्रायोरिटी चाहिँ आफ्नो समय जति छ नि तपाईँ हामीसँग त्यसलाई पर्फेक्ट व्यवस्थापन गर्नुपर्छ। समय पर्फेक्ट व्यवस्थापन भनेको चाहिँ अन्त राम्रोसँग युटिलाइजेसन गर्न सकेन भने अमेरिकामा जे छला यदि अमेरिकामा टाइमले सही तरिकाले सदुपयोग गर्छ छलाङ हान्न चाहिँ भिड छैन त होइन। जसले चाहिँ त्यो समयको सदुपयोग गर्न सकेन नि त्यो हल्का डिफिकल्ट चाहिँ छ। त्यो चाहिँ समयको इमान्दार प्रयोग गर्नुपर्छ। इमान्दार प्रयोग गर्नुपर्छ। अनि आफूसँग भएको रिसोर्सहरूलाई एकदमै अनुशासित तरिकाले चलाउनु पऱ्यो। अनि विश्वास कायम गर्नु पऱ्यो। कहिलेकाहीँ मान्छेहरू हुन्छ नि समय काम गर्दाखेरि विश्वास कायम गर्नु त काम हुँदैन नि त। ट्रस्ट हुन त एकदम डेभलप गर्नु पऱ्यो। त्यो चाहिँ हुनुपर्छ। अनि त्यसपछि आफ्नो प्रोफाइलहरू बढाउँदै लानु पऱ्यो। स्ट्रङ चाहिँ त्यो चाहिँ बनाउनु पऱ्यो। फाइनेन्सियल प्रोफाइल होस् होइन, एजुकेसनल प्रोफाइल होस्, कुनै पनि प्रोफाइल आफ्नो बढाउँदै लानु पऱ्यो। यिनै कुराहरू हुन्। अरू त बिस्तारै कुरो हुँदै पिरामिड आकारमा जाने कुरा हो। सबै कुरा त्यो चाहिँ हो। हजुर। अब अहिलेसम्म त हजुर जति कुराहरू सबै कुरा लर्न गर्नुभयो होइन। अब लर्न पनि गर्नुभयो होइन। केही कुराहरू अब गुमाउनु पनि गुमाइयो, हरेक कुराहरू छ। अब कुनै पनि मान्छेले केही कुरा गर्न खोज्छ भने केही कोही सजेस्ट माग्छ भने होइन, अहिले जुन आउने भावी पिँढीहरू छ नि त त्यसलाई हजुर कस्तो सजेस्ट दिन चाहनुहुन्छ हजुरको तर्फबाट? बेसन यस्तो हुन्छ त्यो त मैले दिएको सजेस्ट सबैलाई लागु हुन्छ। अनि लिने त्यस्तोलाई लिने ग्रहण गर्ने चाहिँ त्यो चाहिँ मैले भने 2-3टा कुराहरू। विश्वास कायम गर्नुहोस्, इमान्दारितामा रहनुहोस्, अनि भएको स्रोत र साधनको अधिकतम उपयोग गर्नुहोस्। अनि त्यसपछि चाहिँ मैले केही गर्छु भन्ने गोल राख्नुहोस्। यी 4-5वटा कुराभित्र धेरै कुरा एउटा थ्योरी पर्छ जस्तो लाग्छ मलाई। त्यसमा तपाईँले धेरै कुराका थ्योरी हाल्न मिल्छ, कोडिङका थ्योरी हाल्न मिल्छ, अर्थशास्त्रका कोडिङका थ्योरीहरू हाल्न मिल्छ होइन। त्यही कुरा हो। अब अरू कुरा केही कुरा अगाडि गर्न चाहन्छ दाइ हजुरको पनि के छ कि? अब हजुरले मलाई यसरी समय दिनुभयो। अब मेरो अनुभवहरू धेरै अनुभव प्राप्त गरेको व्यक्ति होइन म, त्यही पनि म प्रयास गर्दै खुड्किलो उक्लाउँदैछु होइन। यो चाहिँ तपाईँको पोडकास्टमा सुनाउने मौका दिनु त्यसको लागि धन्यवाद होइन, आभार व्यक्त गर्दछु।
त्यही हो, मैले अब धेरै कुराहरू बिचमा घुसाएर धेरै कुराहरू भनिसकेको छु होइन। त्यही त म सबै कुराको कन्क्लुजन आइसकेको थियो दाइ। तैपनि हजुरको यस्तो अमूल्य टाइमको बावजुद आएन दाइ, रेली बिजी मान्छे पनि हो होइन। अब आफ्नो पर्सनल कुरादेखि लिएर सोसलको कुरादेखि लिएर हरेक कुरामा यस्तो अमूल्य टाइमको बावजुद पनि मलाई यस्तो यति राति आइथिएँ 8-9 बज्न 10 बज्न आइसक्यो होला होइन। यो टाइमको बावजुद पनि हजुरको आफ्नो एक्स्ट्रा टाइमलाई छुट्याएर होइन मेरो लागि जस्ट थोरै टाइम भए पनि अमूल्य टाइम दाइले दिनुभयो होइन। अब जसजनाले दाइले चाहिँ विजय भुषाल भनेर चिन्नुहुन्थ्यो, अब जसले चिन्नु भएको थिएन, जसले दाइको लाइफ स्टोरीको बारेमा धेरै कुराहरू हुन्छ नि थाहा पाउनु भएको थिएन, उहाँहरूलाई चाहिँ अब हाम्रो यही पडकास्ट हेरेर होइन उहाँबाट दाइकोबाट धेरै कुराहरू सिक्न हामी उहाँलाई चाहिँ एकदम सजेस्ट गर्न चाहन्छौँ भन्दै। होइन जीवन सिकाइको प्रक्रिया हो, केही कुरा म तपाईँसँग सिक्छु, केही कुरा तपाईँ मसँग सिक्नुहुन्छ होइन। यो अहिले विश्व जति विकास यति तीव्र गतिमा विकास भइरहेछ नि, यो चाहिँ मेन चाहिँ नलेज ट्रान्सफर नै हो कि त्यो नलेज ट्रान्सफरले नै सबैलाई चाहिँ तीव्र गतिमा विकास गर्न चाहिँ यसले हेल्प गरेको छ। अहिले चाहिँ हामीले यहाँको नलेज नेपाल पुर्याइरहेको छौँ, ट्रान्सफर गरिरहेछौँ नि। हजुर। अनि त्यो चाहिँ प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा पठाइरहेछौँ नि, घर परिवारमा पठाउँछौँ, समाजमा पठाउँछौँ होइन। त्यसले चाहिँ के गर्छ भने हामी सबैलाई राम्रो गर्छ भन्ने मलाई लाग्छ। थ्याङ्क यू हजुरको समयको लागि। हुन्छ त एकदम धेरै धन्यवाद। थ्याङ्क यू।